Namaste everyone. How are you all? Welcome to my YouTube channel Learn English with Sri sir. आज English grammar को महत्त्वपूर्ण टपिक tense correct form of the verb पनि भनिन्छ लाई. Tense को verb को प्रयोग गर्दा कुन स्टेटमेन्ट मा कस्तो कन्डिसन मा कस्तो verb प्रयोग गर्ने कुन फर्म मा राख्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण प्रश्न हुन सक्छ. Tense जनरली तीन प्रकारको हुन्छ. Present tense, past tense र future tense. अब प्रत्येक टेन्स मा चारवटा एस्पेक्ट हुन्छ. सिम्पल, कन्टिन्युअस, अनि त्यसपछि पर्फेक्ट अनि पर्फेक्ट कन्टिन्युअस. भनेपछि अब प्रत्येक टेन्स को चारवटा एस्पेक्ट भएको कारणले गर्दाखेरि तीनटा टेन्स को 12 वटा एस्पेक्ट अथवा 12 वटा टेन्स हामीले जान्नु पर्ने हुन्छ. र यो 12 वटा टेन्स कसरी प्रयोग गर्ने, कुन अवस्थामा कुन टेन्स प्रयोग गर्ने भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण प्रश्न हुन्छ है. ल हेर्नुस् त, एक नम्बर सिम्पल प्रेजेन्ट एकदमै महत्त्वपूर्ण टेन्स. सिम्पल प्रेजेन्ट V1 V5 हो यसको स्ट्रक्चर. कस्तो बेलामा सिम्पल प्रेजेन्ट टेन्स प्रयोग गर्ने त भन्दाखेरि टाइम एडभर्ब्स युजुअली, जेनरली, डेली, एभ्री सन्डे, युनिभर्सल ट्रुथ. कुनै पनि युनिभर्सल ट्रुथ जस्तै द सन राइजेस इन द ईस्ट, वाटर फ्रिजेस एट 0 डिग्री सेल्सियस, त्यस्तो अवस्थामा हामीले सिम्पल प्रेजेन्ट टेन्स प्रयोग गर्छौं. रेगुलर एक्टिभिटी, कुनै पनि रेगुलर एक्टिभिटी भयो, स्केड्युलमा काम भयो भने पनि हामीले के गर्छौं, सिम्पल प्रेजेन्ट टेन्स V1 V5 प्रयोग गर्छौं. अब 2 नम्बरको टेन्स प्रेजेन्ट कन्टिन्युअस इज एमआर V4. अब हामी यसको टाइम एडभर्ब जान्नु है. इज एमआर V4 कस्तो अवस्थामा प्रयोग गर्ने, नाउ, स्टिल, एट द मोमेन्ट यस्तो शब्दहरु आयो भने, अनि कमान्ड सेन्टेन्सहरु जस्तै अगाडि लुक, लिसन, डोन्ट मेक अ नोइज, डोन्ट क्रस द रोड यस्तो आयो भने इज एमआर V4 गर्नुपर्ने हुन्छ है. अब प्रेजेन्ट परफेक्ट have has V3 कस्तो अवस्थामा have has V3 को प्रयोग गर्ने त भन्दाखेरि जस्तै वर्डहरु जस्तै जस्ट भन्ने शब्द आयो, रिसेन्टली आयो, 88 आयो भने यसलाई नेगेटिभ बनाउनु पर्ने हुन्छ. त्यो प्रेजेन्ट परफेक्टलाई नेगेटिभ have has not V3 गर्नु पर्यो. लेटली आयो अनि विथ प्रेजेन्ट इफेक्ट सेन्टेन्सेस, एउटा प्रेजेन्ट टेन्समा एउटा इफेक्ट सेन्टेन्स आयो भने पनि प्रेजेन्ट परफेक्ट हुन्छ. र युजुअली सर्ट सेन्टेन्सेसहरुमा फर र सिन्स आए पनि के हुन्छ, प्रेजेन्ट परफेक्ट को प्रयोग हुन्छ. फर र सिन्स मात्र आयो भने पनि प्रेजेन्ट परफेक्ट को प्रयोग हुन्छ. यो प्रेजेन्ट इफेक्ट सेन्टेन्स भनेको के हो त भन्दाखेरि कुनै काम भर्खरै भएको छ, त्यसको इफेक्ट अलिकति असर अझै देखिएको छ. जस्तै he has cut his hand, it is bleeding. यो it's bleeding भन्ने चाहिँ इफेक्ट देखिएको छ. The house looks attractive, यो इफेक्ट हो. Somebody has painted the house, भर्खरै पेन्ट भएको छ, त्यही भएर अट्र्याक्टिभ देखिएको छ. यस्तो हुन्छ. अब हामी 4 नम्बरको टेन्समा जाउँ त, प्रेजेन्ट परफेक्ट कन्टिन्युअस. यो प्रेजेन्ट परफेक्ट कन्टिन्युअस, पास्ट परफेक्ट कन्टिन्युअस र फ्युचर परफेक्ट कन्टिन्युअस बढी एक्जाममा सोध्दैन यो क्वेशन. तर पनि हामीले के जान्नु पर्यो नि, have has been V4 कस्तो अवस्थामा लाग्छ भन्दाखेरि for र since with present time like now. for since पनि आउनु पर्यो, for since मात्रै आएर भएन, प्रेजेन्ट टाइम पनि आउनु पर्यो now. So it has been raining for 2 hours now. यस्तोमा प्रेजेन्ट परफेक्ट कन्टिन्युअस प्रयोग हुन्छ. अब हामी सिम्पल पास्ट सामान्य भूत, यो V2 कस्तो बेलामा प्रयोग गर्ने त, V2 मात्रै. yesterday यो पास्ट टाइम आउनु पर्यो, पास्ट टाइम एडभर्बियल आउनु पर्यो. So last year, last month, ago, before, in 1998, in second action. यदि कन्ट्रास्ट अफ टेन्स मा भयो भने युजुअली सेकेन्ड एक्सन मा के हुन्छ, सिम्पल पास्ट V2 प्रयोग हुन्छ. अनि I wish भन्ने सिचुएसनमा V2 प्रयोग हुन सक्छ. जस्तै I wish I knew the answer, I wish it rained. पास्ट कन्टिन्युअस was were before. अब was were before कस्तो अवस्थामा प्रयोग गर्ने भन्दाखेरि हेर्नु, पास्ट सिम्पल पास्टमा पास्ट कन्टिन्युअस प्रयोग गर्नुस्. was were before all yesterday. yesterday सिम्पल पास्ट हुन्थ्यो, V2 मात्रै प्रयोग हुन्छ भने अगाडि all आयो भने, all yesterday आयो भने was were before गर्नु पर्यो. in while clause, usually while clause मा जस्तै while she was washing clothes the bell rang यस्तो अवस्थामा. in first action to disturb the second action, यदि सेकेन्ड एक्सनलाई फर्स्ट एक्सनले डिस्टर्ब गरिरहेको छ भने पनि त्यस्तोमा के लाग्छ, पास्ट कन्टिन्युअस फर्म हुन्छ. जस्तै children were playing when the bell rang.
बेल र्याङ ले चाहिँ चिल्ड्रेन वेयर प्लेइङलाई चाहिँ डिस्टर्ब गरिरहेको छ। फर्स्ट एक्सन फर्स्ट एक्सनमा चाहिँ के हुन्छ वाज वेयर बिफोर हुन सक्छ। अब हामी जाउँ पास्ट पर्फेक्ट ह्याड V3 को प्रयोग इन फर्स्ट एक्सन। यो कहिले पनि यो ह्याड V3 एउटा सिंगल क्लजमा आउँदैन, यो इट कम्स विथ डबल क्लजेस। ओके, कस्तो बेलामा आउँछ इन फर्स्ट एक्सन इफ देयर इज टाइम ग्याप। फर्स्ट एक्सन र सेकेन्ड एक्सनको बिचमा टाइम ग्याप छ भने यस्तो अवस्थामा के लाग्छ फर्स्ट एक्सनमा ह्याड V3 लाग्न सक्छ, ह्याड V3 लाग्छ। हेर्नुस् है, युजुअली अलरेडी र बिफोर आउने केसमा यो अलिकति थोरै इम्पोर्टेन्ट छ है। क्लास 12 को भाइ बहिनीहरुको लागि यो पास्ट पर्फेक्ट टेन्स चाहिँ अलिकति बढी इम्पोर्टेन्ट छ। हामीले जान्नु पर्ने हुन्छ बिफोर आयो भने पनि बुझ्न सकिन्छ। कुनै काम गर्नुभन्दा अगाडि कुनै काम भइसकेको थियो भन्दाखेरि हामीले ह्याड V3 पास्ट पर्फेक्टमा प्रयोग गरिन्छ। अब पास्ट पर्फेक्ट कन्टिन्युअस ह्याड बीन बिफोर। फर सिन्स यहाँ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसमा जस्तै फर सिन्स आउनु पर्यो, यहाँ प्रेजेन्ट टाइमबाट जस्तै नाउ आएको थियो भने यहाँ विथ पास्ट एक्सनसँग आउनु पर्यो। सी ह्याड बीन क्लाइम्बिङ द माउन्टेन बिफोर सी रिच द टप। यो फर 5 आवर्स बिफोर सी रिच द टप। यो फर पनि आएको छ अनि बिफोर पनि आएको छ, सी रिच द टप भने सेकेन्ड एक्सन पास्ट टेन्स पनि आएको छ भने त्यस्तो अवस्थामा पास्ट पर्फेक्ट कन्टिन्युअस हुन्छ। हामी सिम्पल फ्युचरमा जाउँ है। सिम्पल फ्युचर विल स्याल V1। अब टाइम र वर्बहरु हामीले जान्नुपर्ने टेन्स, त्यसपछि त्यो टेन्समा प्रयोग हुने कुन टाइम र वर्ब आयो भने हामीले टेन्सलाई हामीले स्पेसिफाई हुन्छ त भन्दाखेरि बुझ्नुपर्ने हुन्छ। सिम्पल फ्युचर कुन टाइम र वर्बले स्पेसिफाई गर्छ त भनेर जान्नु पर्यो है। जस्तै टुमोरो, नेक्स्ट इयर, इन फ्युचर भविष्य बुझाउने समयहरु है। अनि यदि फ्युचर चाहिँ स्योर छ भने हामी विल स्याल V1 को सट्टामा हामीले गोइङ टु V1 प्रयोग गर्छौं। जस्तै सी इज प्रेग्नेन्ट, सी इज गोइङ टु गिभ द बर्थ अफ चाइल्ड, त्यसरी हामीले प्रयोग गर्न सक्छौं। अब हामी जाउँ फ्युचर कन्टिन्युअस। यस फ्युचर कन्टिन्युअसको लागि विल स्याल बी बिफोर। यसको लागि कुन टाइम वर्ब चाहिन्छ त भन्दा अब फ्युचर कन्टिन्युअसमा फ्युचर खालको टाइम चाहियो, त्यो सँगसँगै के चाहियो भने एट दिस टाइम टुमोरो। कुनै भविष्यको टाइममा कुनै पर्टिकुलर टाइम चाहिँ स्पेसिफाई गरेको छ भने त्यस्तो अवस्थामा फ्युचर कन्टिन्युअस हुन्छ। जस्तै 8, 9, 30 नेक्स्ट सटरडे आई स्याल बी डुइङ हैन, वी स्याल बी टेकिङ एक्जाम, त्यस्तो हुन सक्छ फ्युचर कन्टिन्युअस। अब फ्युचर पर्फेक्ट, यो फ्युचर पर्फेक्ट पनि थोरै इम्पोर्टेन्ट छ है विद्यार्थी भाइ बहिनीहरुको लागि। फ्युचर पर्फेक्ट विल स्याल ह्याभ V3। कस्तो अवस्थामा विल स्याल ह्याभ V3 प्रयोग गर्ने त, कुन टाइमबाट वर्ब आयो भने गर्ने त। यस्तोमा युजुअली बाइ प्लस फ्युचर टाइम आउँछ। जस्तै बाइ सँगसँगै फ्युचर टाइम जोडिन्छ। बाइ टुमोरो, बाइ नेक्स्ट इयर, बाइ 2030 AD, इन 2 years टाइम, इन 5 months टाइम, लाइक दैट। यस्तो अवस्थामा फ्युचर पर्फेक्ट टेन्स हुन्छ। अर्को महत्त्वपूर्ण फ्युचर पर्फेक्ट कन्टिन्युअस विल स्याल ह्याभ बीन बिफोर। यो प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस, पास्ट पर्फेक्ट कन्टिन्युअस र फ्युचर पर्फेक्ट कन्टिन्युअसमा सबै कुरामा एउटै सिमिल्यारिटी के हुन्छ भने यो तीनटै टेन्समा फर सिन्स आउनु पर्छ। फर सिन्स आएको छ तर विथ बाइ प्लस फ्युचर टाइम पनि आउनु पर्यो। बाइ नेक्स्ट इयर आई स्याल ह्याभ बीन डुइङ द जब फर 2 years, यस्तो हुन सक्छ। फर पनि आउनु पर्यो, बाइ पनि आउनु पर्यो। अनि यस्तो अवस्थामा मलाई हामी फ्युचर पर्फेक्ट कन्टिन्युअस। अब हेर्नुस् है प्र्याक्टिसमा क्वेशन नम्बर 1 के छ भने सी कान्ट इन्टर द हाउस। उनी घरभित्र पस्न सक्दिनन्। सी लस्ट द की। अब इन्टु द करेक्ट फर्म अफ लस्ट वर्ब। यो वर्ब लस्ट वर्बलाई करेक्ट फर्ममा लैजानुस्। अथवा इन्टु करेक्ट टेन्स के पनि आउन सक्छ, इन्टु करेक्ट टेन्स भनेर आउन सक्छ। अथवा करेक्ट फर्म अफ द वर्ब, यहाँ दिएको वर्बलाई करेक्ट फर्म अफ द वर्ब भनेर भन्न सक्छ। त्यस्तो अवस्थामा हामीले के गर्ने भन्दा सी कान्ट इन्टर द हाउस, यो इफेक्ट दिएको छ हैन, प्रेजेन्ट टेन्समा इफेक्ट दिएको छ कान्ट इन्टर भनेपछि पक्कै पनि उनले हराएकी छिन् भन्नु पर्यो। हराएकी छिन् भन्दाखेरि प्रेजेन्ट पर्फेक्ट प्रयोग गर्ने। प्रेजेन्ट पर्फेक्ट भनेको के भयो, सी ले सिंगुलरली ह्याज लिन्छ। सी ह्याज लस्ट, सी ह्याज लस्ट द की। हेर्नुस् है नेक्स्ट क्वेशन द पेशेन्ट अलरेडी डाइड बिफोर द डक्टर अराइभ्ड। त हेर्नुस् त बिफोर पछि के आएको छ, द डक्टर अराइभ्ड V2 मा आएको छ पास्ट टेन्स। पछाडी पास्ट टेन्स आइसकेपछि अगाडि पनि अब प्रेजेन्ट र फ्युचर हुने कुरा भएन, अब पास्टै हुन्छ। अब के हुन्छ हेर्नुस् है बिफोर आएको छ
डक्टर आउने काम चाहिँ दोस्रो एक्सन हो। फर्स्ट एक्सन चाहिँ के हो? बिरामी मर्ने काम हो। भनेपछि फर्स्ट एक्सनमा चाहिँ यदि ग्याप छ भने फर्स्ट एक्सनमा ह्याड B3 हुन्छ। अब कसरी प्रयोग गर्ने भन्दाखेरि ह्याड अलरेडी डाइड। यो युजुअली यो बिफोर भन्ने केसमा चाहिँ युजुअली ह्याड B3 आउँछ है। बिचमा बिफोरले यदि कनेक्टिभ जोडेको छ भने ह्याड B3 को प्रयोग गर्ने। द पेशेन्ट ह्याड अलरेडी डाइड बिफोर द डक्टर अराइभ्ड। अब बाई नेक्स्ट इयर, यो बाई पछि फ्युचर टाइम आयो। अब बाई पछि फ्युचर टाइम आयो के हुन्छ भनेको थिएँ मैले, फ्युचर पर्फेक्ट टेन्स विल ह्याभ B3 अथवा अहिले स्याल पनि लिन्छ, स्याल ह्याभ B3 जे गर्दा पनि हुन्छ। आई विल ह्याभ जोइन्ड ब्याचलर डिग्री। जोइन को के भयो? आई विल ह्याभ जोइन्ड गर्नु पर्यो। आई विश आउनु बित्तिकै के हुन्छ? अब भबलाई चाहिँ V2 मा लानु पर्यो। V2 मा भनेको ह्याभ को V2 के हुन्छ? ह्याड हुन्छ। आई विश आई ह्याड एन अम्ब्रेला, इट इज रेनिङ नाउ। आई विश ले जहिले पनि के लिन्छ? सिम्पल पास्ट लिन्छ। बुझ्नुस् है। आई विश आई ह्याड एन अम्ब्रेला, इट्स रेनिङ नाउ। When he pushed the brake, हेर्नु दुईटा क्लज आएको छ। पुश द ब्रेक पुश गर्ने काम भयो। अनि सेकेन्ड एक्सन युजुअली V2 मा हुन्छ। के पनि भएन। सेकेन्ड एक्सन युजुअली के हुन्छ? V2 मा। V2 भनेको ह्यापेन्ड, नथिङ ह्यापेन्ड। द चिल्ड्रेन प्ले आउटसाइड व्हेन द बेल रैङ। फेरि आयो व्हेन द बेल रैङ, फेरि V2 आएको छ। चिल्ड्रेन खेलिरहेका थिए। जब घण्टी बज्यो भन्दाखेरि के गर्नु पर्यो? द चिल्ड्रेन वेयर प्लेइङ। पास्ट कन्टिन्युस गर्नु पर्यो। यो लिसन गरेर कमान्ड दिएको छ भने लुक, लिसन, डोन्ट मेक अ नोइज, यस्तो आउँदिकै प्रेजेन्ट कन्टिन्युस हुन्छ। प्रेजेन्ट कन्टिन्युस भने इज एमआर V4 गर्नु पर्यो। समबडी इज सिङ को के गर्नु पर्यो? सिंगिङ। समबडी इज सिंगिङ नेक्स्ट डोर। माई फादर युजुअली आएपछि युजुअली सिम्पल प्रेजेन्ट टेन्स जनाउँछ। माई फादर सिंगुलर भयो। अब गेट को V5 के हुन्छ? V1 अथवा V5 भनेपछि सिंगुलर पछि V5 लाग्छ। गेट को V5 GETS गेट्स। माई फादर युजुअली गेट्स अप एट 5 AM इन द मर्निङ। यसरी हामीले टाइम एडभर्बियल चिन्ने, टाइम एडभर्बियल को अनुसार हामीले के गर्नु पर्यो? भर्बलाई चेन्ज गर्नु पर्यो।